साथीहरु नमस्कार। यो मेरो करेसाबारी हो। यो मेरो सानो करेसाबारीमा एकतिर रायोको साग, त्यसैगरी काउली अनि धनिया, त्यसैगरी बन्दा पनि छ अलिअलि। यो मुला हो, साह्रै घना भएको छ यो मुला। त्यसैगरी टमाटर फलेको छ। त्यसैगरी यो भन्टा छ। यो करेसाबारीको खासियत नै हो साथीहरु, ताजा ताजा खाना पाइन्छ, त्यो पनि बिना कीटनाशक औषधि प्रयोग गरेर। हेर्नु त हाम्रो मुला ठुलै भएको रहेछ। यसलाई अब म धोएर खान्छु। एकदमै यो अर्गानिक हो। यसमा मैले केही छरेको छैन। यहाँ मैले सिँचाइ गरिरहेको छु, पटाइ गरिरहेको छु। त्यही पटाउने क्रममा यो बिहान बिहान खाली पेटमा खाएको धेरै राम्रो हो। मिठो छ साथीहरु।